चुनाव लागेदेखि तपाईले एउटा शब्द सुनिराख्नु भएको छ होला, राष्ट्रिय सभा। नेपालको संसदमा एउटा यस्तो सदन छ जहाँ जनताले सिधै मतदान गरेर सदस्य पठाउँदैन, तर त्यही सदनले देशको कानुन बनाउन, सरकारलाई प्रश्न गर्न र नीतिमा सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। त्यो सदन हो राष्ट्रिय सभा। धेरै नेपालीलाई संसद भनेको पत्नी सभा मात्रै हो जस्तो लाग्छ, तर वास्तवमा नेपालको संसदमा दुई सदन मिलेर बनेको हुन्छ। एक हो पत्नी सभा, अर्को हो राष्ट्रिय सभा। आजको यो भिडियोमा हामी बुझ्नेछौँ राष्ट्रिय सभा भनेको के हो, यो किन बनाइयो, कति सदस्य हुन्छन्, सदस्य कसरी चयन हुन्छन् र यसको काम के हो। यदि तपाईँले यो भिडियो अन्त्यसम्म हेर्नुभयो भने राष्ट्रिय सभाबारे सबै कुरा स्पष्ट बुझ्नुहुनेछ। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। अब ढिला नगरी सिधै सुरु गरौँ। पहिला हेरौँ राष्ट्रिय सभा भनेको के हो। राष्ट्रिय सभा भनेको नेपालको संघीय संसदको माथिल्लो सदन हो। नेपालको संसदलाई संघीय सदन भनिन्छ। यो सदन दुई भागमा विभाजित हुन्छ, प्रतिनिधि सभा र राष्ट्रिय सभा। प्रतिनिधि सभा तल्लो सदन हो भने राष्ट्रिय सभा माथिल्लो सदन हो। राष्ट्रिय सभाको मुख्य उद्देश्य भनेको कानुन निर्माण प्रक्रियालाई अझ व्यवस्थित बनाउनु हो। प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा पनि छलफल गरिन्छ। यसले कानुनलाई अझ राम्रो र प्रभावकारी बनाउन मद्दत गर्छ। साधारण भाषामा भन्नुपर्दा राष्ट्रिय सभा भनेको अनुभव र विचारको सदन हो। अब प्रश्न आउँछ राष्ट्रिय सभा किन आवश्यक भयो। यसको धेरै कारण छन्। नम्बर 1, कानुनमा सन्तुलन ल्याउन। यदि एउटै सदनले मात्रै कानुन बनायो भने कहिलेकाहीँ हतारमा गलत निर्णय हुन सक्छन्, तर दुई सदन हुँदा एकले बनाएको कानुनलाई अर्कोले फेर जाँच गर्न सक्छ। यसलाई चेक एन्ड ब्यालेन्स भनिन्छ। नम्बर 2, अनुभवी व्यक्तिलाई अवसर। सबै अनुभवी मानिस चुनाव जितेर संसद पुग्न सक्दैनन्, त्यसैले राष्ट्रिय सभामा अनुभवी राजनीतिज्ञ, विज्ञ र समाजसेवीलाई पनि स्थान दिन्छ। नम्बर 3, सङ्घीय संरचनालाई बलियो बनाउन। नेपाल सङ्घीय देश हो, त्यसैले प्रदेशको प्रतिनिधित्व आवश्यक हुन्छ। राष्ट्रिय सभामा प्रदेशबाट प्रतिनिधि हुन्छन्। नम्बर 4, राजनीतिक स्थिर कायम राख्न। प्रतिनिधि सभा भङ्ग हुन सक्छ, तर राष्ट्रिय सभा भने भङ्ग हुँदैन। यसले देशको शासन व्यवस्थालाई स्थिर बनाउँछ। त्यसपछि आयो राष्ट्रिय सभामा कति सदस्य हुन्छन्। नेपालको संविधान अनुसार राष्ट्रिय सभामा 59 जना सदस्य हुन्छन्। यी सदस्यहरू 3 तरिकाबाट चयन गरिन्छन्। नम्बर 1, प्रदेशबाट निर्वाचित। नेपालमा 7 वटा प्रदेश छन्। प्रत्येक प्रदेशबाट 8 जना सदस्य राष्ट्रिय सभामा पठाइन्छ, जुन 7 गुणा 8 गर्दा 56 जना हुन्छन्। नम्बर 2, राष्ट्रपतिबाट मनोनयन। बाँकी 3 जना सदस्य राष्ट्रपतिले मनोनयन गर्छ, तर राष्ट्रपतिले पनि मन्त्री परिषदको सिफारिसमा मात्रै मनोनयन गर्छ। यसरी राष्ट्रिय सभाको कुल सदस्य सङ्ख्या 59 हुन्छ। त्यसपछि आउँछ राष्ट्रिय सभा सदस्य कसरी चुनिन्छन्। राष्ट्रिय सभा सदस्यहरू सिधै जनताबाट निर्वाचित हुँदैनन्। यसलाई अप्रत्यक्ष चुनाव भनिन्छ। राष्ट्रिय सभा सदस्य छान्ने मतदान गर्ने व्यक्तिहरू केही यस प्रकार छन्। प्रदेश सभा सदस्यहरू, स्थानीय तहका प्रमुख, स्थानीय तहका उपप्रमुख, यी सबै मिलेर निर्वाचन मण्डल बनाउँछन्। त्यसपछि उनीहरूले मतदान गरेर राष्ट्रिय सभा सदस्य चयन गर्छन्। यसमा विशेष मतदान प्रणाली प्रयोग हुन्छ, जसलाई सिङ्गल ट्रान्सभेटर भोट सिस्टम भनिन्छ। राष्ट्रिय सभा सदस्यको कार्यकाल 6 वर्ष मात्रै हुन्छ, तर सबै सदस्य एकै पटक परिवर्तन हुँदैनन्। हरेक 2 वर्षमा 1/3 सदस्य परिवर्तन हुन्छन्। यसले राष्ट्रिय सभालाई स्थायी संस्था बनाउँछ। त्यसैले राष्ट्रिय सभा कहिल्यै पूर्ण रूपमा खाली हुँदैन। राष्ट्रिय सभाको नेतृत्व। राष्ट्रिय सभामा 2 महत्त्वपूर्ण पद हुन्छन्। नम्बर 1, अध्यक्ष। अध्यक्ष राष्ट्रिय सभाको प्रमुख हुन्छन्। उनीहरू बैठक सञ्चालन गर्छन्। नम्बर 2, उपाध्यक्ष। अध्यक्ष अनुपस्थितिमा हुँदा अध्यक्षको बैठक सञ्चालन गर्छन्। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, राष्ट्रिय सभाको मुख्य काम के हो त। नम्बर 1, कानुन निर्माण। प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा हुन्छ। त्यसपछि राष्ट्रिय सभाले छलफल गर्छ, संशोधन गर्छ र पारित गर्छ। नम्बर 2, सरकारलाई प्रश्न गर्ने। राष्ट्रिय सभाका सदस्यहरूले सरकारलाई प्रश्न सोध्न सक्छन्। यसले सरकारलाई जवाफदेही बनाउँछ। नम्बर 3, राष्ट्रिय विषयमा छलफल। देशका महत्त्वपूर्ण विषयमा राष्ट्रिय सभामा बहस हुन्छ, जस्तै अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विकास। नम्बर 4, सुझाव दिने। राष्ट्रिय सभाले सरकारलाई नीति सुधारका सुझाव दिन सक्छन्। राष्ट्रिय सभा भङ्ग हुन्छ कि हुँदैन, यो धेरै मानिसलाई थाहा नहुने कुरा हो। राष्ट्रिय सभा भङ्ग हुँदैन। प्रतिनिधि सभा भने प्रधानमन्त्रीको सिफारिसमा भङ्ग हुन सक्छ, तर राष्ट्रिय सभा सधैँ कायम रहन्छ। यसले देशमा राजनीतिक स्थिरता कायम राख्दछ। नेपालको राष्ट्रिय सभाको इतिहास के हो त। नेपालमा आधुनिक राष्ट्रिय सभा नेपालको संविधान 2072 पछि स्थापना भएको हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था लागू भएपछि राष्ट्रिय सभाले नयाँ भूमिका पायो। यसले सङ्घीय संसदलाई अझ सन्तुलित बनाएको छ। अब तपाईँलाई थाहा भयो राष्ट्रिय सभा भनेको के हो, किन बनाइयो, कति सदस्य हुन्छन्, कसरी चयन हुन्छन्, यसको काम के हो। नेपालको लोकतन्त्रमा राष्ट्रिय सभा महत्त्वपूर्ण संस्था हो। यसले कानुन निर्माणलाई अझ प्रभावकारी बनाउँछ र देशको शासन व्यवस्थालाई सन्तुलन कायम गर्छ। तपाईँको विचारमा नेपालको लागि राष्ट्रिय सभा इम्पोर्टेन्ट हो अथवा इम्पोर्टेन्ट छैन त। आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्न चाहिँ नभुल्नुहोला। साथै भिडियो यहाँसम्म हेर्नु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद र जाँदा जाँदै च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सनुहोला। थ्याङ्क्स फर वाचिङ। बाई बाई।